सुकुम्बासी समस्यालाई कसैले भोट बैंक बनाएको छ भने त्यो भोट बैंक बन्द गर्ने हो। यसो समस्या सदाका लागि समाप्त पार्ने हो। कसरी? जे सही हो त्यही गर्ने। कानुनले जे भन्छ, विधिले जे भन्छ र कानुन र विधि गलत भएर आउनुपर्ने मान्छेले पाएको छैन भने कानुन सच्याएर भए पनि जे सही हो त्यही गरिन्छ। जे गर्दा हल्ला नगर्नुहोस्। जे गर्दा न्यायपूर्ण हुन्छ, जे गर्दा मानिसहरूलाई न्याय मिल्छ, हामीले त्यही गर्ने हो। र यसलाई भोट बैंक बनाएर आश्वासन बनाएर हामी त्यस्ता समय खर्च गर्दैनौँ। त्यो चुनावी बाचामा, चुनावी कार्यक्रमहरूमा आएर म त्यसबारे तपाईँलाई अझ स्पष्ट गराउँछु। यति कुरा तपाईँ ढुक्क हुनुहोस् कि तपाईँहरूलाई कुनै अमुक दलले, चाहे हाम्रो होस् अर्को होस्, दलले, दलको नेताले संरक्षण दिने, सहारा दिने पर्दैन। कानुनले सहारा दिने हो। जे राइट हो त्यही राइट नै मात्र हुन्छ, गलत चिज हुँदैन। गलत कुरा हुन दिँदैनौँ। त्यसको लागि तपाईँ निर्धक्क हुनुहोला। त्यसको योजना कसरी हामी तपाईँलाई बताउँछौँ। मैले पहिला पनि भनेको थिएँ, भत्किने हो भने सबभन्दा पहिला भ्रष्टाचारीको महल भत्किन्छ। भत्किने नै हो भने सबभन्दा पहिला भ्रष्टाचारीको महल भत्किन्छ, गरिबको झुपडी होइन। यो कुरा मैले भनिसकेको छु स्पष्ट रूपमा। त्यसैले यसमाथि कसैले राजनीति गर्छ, तिमीहरूलाई यो आएर डोजर चलाउँछ, त्यो चलाउँछ भनेर कानुनलाई तपाईँलाई दिएको कुरा, तपाईँको अधिकार हनन गर्न डोजर चलेछ भने डोजरभन्दा पहिला म छाती थापेर बस्छु नि, किन चिन्ता गर्नुहुन्छ? तर कानुन नागेर होइन, कानुन नागेर होइन, अन्याय गरेर पनि होइन। न्यायसङ्गत हुनुपर्छ, न्यायपूर्ण हुनुपर्छ। मान्छेलाई न्याय गर्न सक्ने कानुन छैन भने त्यो कानुन फेर्नुपर्छ। मान्छेलाई कसैले बिना कारण दुःख दिएको छ भने त्यो मान्छे सजायको भागी हुन्छ, तर नागरिकले दुःख पाउनु हुँदैन। मैले अघि नै भनिसकेँ, यो चुनावी नारा, चुनावी एजेन्डा सदाका लागि मलाई कति भोट आउँछ आउँदैन त्यसको परवाह नगरिकन यो समस्या, सुकुम्बासी समस्या कसैको भाषणको पार्ट नबनोस्, भाषणको अङ्ग नबनोस् भन्नको लागि अन्तिम पटक हामीले पहल गर्छौँ। त्यो न्यायसङ्गत हुन्छ, कानुन सम्मत हुन्छ र अन्यायपूर्ण कानुन छ भने त्यो संशोधन हुन्छ। तर अब मान्छे भर्ती गरेर त्यसलाई राजनीतिक भर्तीको केन्द्र बनाएर आफ्ना मान्छेलाई पोस्ने र गरिब गुरुवालाई चाहिँ डुबाउने जुन काम भएको छ र त्यसैमा टेकेर राजनीति भएको छ, त्यो राजनीतिको सटक चाहिँ बन्द हुन्छ। सदाका लागि यो समस्या समाधान गर्छौँ, न्यायपूर्ण ढङ्गले, अन्याय नगरिकन, विभेद नगरिकन। हस्, मैले यति भने। अरू चुनावी कार्यक्रमहरूमा यहाँहरू समक्ष आउने नै छु। यो चुनावी सभा पनि होइन, केही पनि होइन, खास यो कार्य यहाँ ठाउँ उद्घाटनको लागि आएको हुँ। यहाँहरूलाई यो छोटो जानकारीमा पनि यहाँहरू जम्मा हुनुभयो।